सर्लाहीको सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उद्यमी महिला शेर सदस्यहरूलाई सम्मान गरेको छ। संस्थाले 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा 5 उद्यमी महिलाहरूलाई सम्मान गरेको हो। संस्थाको महिला उपसमिति संयोजक श्री बालाकुमारी थापा मगर खड्काको अध्यक्षतामा हरियो नगरपालिकाको नगर उपप्रमुख श्री हरिमाया घलानको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो। उक्त अवसरमा उद्यमशीलता गरी महिला सशक्तिकरणमा सहयोग पुर्याउने 5 जना महिला सदस्यहरूलाई सम्मान गरिएको थियो। सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण भन्ने मूल नारा सहित कार्यक्रममा अन्तर्क्रिया भएको थियो। उन्नतिको आधार हो, सबै अट्ने साझा थलो सिङ्गो परिवार हो। थिए धर्म भकारी र कुटिलाको लाख देशमा, संस्कार थियो मिलापको एकता र विकासमा। अमूल्य देशको सगर्व सधैँ रहिरहो, मिलाई हातमा हातै विचार एक रहिरहो। हजार गौथली र यहाँ करोडौं मौरी बन्नु छ, सङ्गाली बुँद बुँदले जिन्दगी यो बदल्नु छ। सम्मानित हुनेमा संस्थाका सदस्य जुत्ता चप्पल बिक्री व्यवसाय गर्ने श्री सुमित्रा सार्की, नाम्लो डोरी बिक्री व्यवसाय गर्ने श्री चम्पादेवी ढुङ्गेल, फलफुल बिक्री व्यवसाय गर्ने श्री पवनदेवी शाह, होटल व्यवसाय गर्ने श्री सुकुमाया माझी र श्री चण्डिका मगरलाई सम्मान गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष श्री केशव प्रसाद ढकालले समान अधिकार र महिला सशक्तिकरण विषयमा प्रस्तुति राख्नु भएको थियो। नेपालमा महिलाको प्रतिनिधित्व यति भन्ने थिएन, जसले जति राखे पनि हुन्थ्यो नराख्दा पनि हुन्थ्यो। तर हामीले त्योभन्दा अगाडि नै हामीले सगुनमा हाम्रो विनियममा एउटा व्यवस्था गरेर हामीले कम्तीमा पनि महिलाको प्रतिनिधित्व 33% गर्नुपर्छ भनेरै हामीले सुरुवात गरेका हौँ।
पछि त्यो संविधानमै र सहकारी ऐनमै त्यो लेखियो। त्यो कारणले पनि हामी अलिकति अगाडि चाहिँ छौँ। सहकारीहरूले यसरी हाम्रा सदस्यहरू कर्मचारीहरूको बिचमा चाहिँ सहकारीका अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसहरू मनाएको त्यति देखिँदैन। महिला सहकारीहरूले चलाइरहनु भएको छ, तर पनि अरू सहकारीले त्यति गरेछ। तर पनि हामीले यो मधेसमै पनि एउटा राम्रो सहकारी संस्था हामीले एउटा मार्गनिर्देशन पनि गर्ने हो। सहकारीले पनि यस्तो कार्यक्रम गर्न सक्छ भनेर मार्गनिर्देशन अरूले पनि सिक्नेछन् भन्ने हामीले लागेर यो कार्यक्रमहरू सञ्चालन गरेका हौँ। यो कार्यक्रम मनाएर मात्रै चाहिँ महिलाको अधिकार प्राप्त हुने अथवा महिलाको सशक्तिकरण हुने, महिला सहभागिता वृद्धि हुने कुरा चाहिँ होइन। त्यसको लागि हामीले हाम्रो तर्फबाट जति बढीभन्दा बढी महिला क्षेत्रमा हामीले महिलाहरूलाई सहभागिता गराउन सक्यौँ र उहाँहरूलाई सक्रिय बनाउन सक्यौँ भने त्यति त्यो सक्रियता पनि बढ्दै जान्छ, सशक्तिकरण पनि बढ्दै जान्छ। यसको लागि तपाईँहरूले हामीलाई मार्गनिर्देशन सुझाव आवश्यकता छ। तपाईँहरू हामीले संस्थाले महिला उपसमिति बनाएको छ। त्यो महिला उपसमितिले आफ्नो काम कर्तव्य अधिकारको बारेमा पनि सचेत हुनु पर्यो। हामीले भनेका छौँ कम्तीमा पनि 3 महिनामा एकपटक बैठक बसेर संस्थालाई महिलाको क्षेत्रमा के काम गर्न सकिन्छ त्यो हामीलाई सुझाव दिनुहोस्, निर्णय गरेर सुझाव दिनुहोस्। हामीले सञ्चालक समितिको तर्फबाट गर्नुपर्ने छ, तत्काल गर्नुपर्ने छ भने हामी त्यो गर्न सक्छौँ। नभए पनि आगामी दिनका साधारण सभामा के कार्यक्रमहरू लिएर गएर महिला सशक्तिकरण गर्नको लागि के गर्न सकिन्छ त्यो हामी गर्न तत्पर छौँ। तर त्यसको लागि चाहिँ यहाँहरूको सक्रियता आवश्यकता पर्छ। त्यसभन्दा अगाडि महिला दिदीबहिनीहरूलाई मेरो आग्रह के छ भने तपाईँहरूलाई हामी समितिमा छौँ, तर सक्रियता आफ्नो सहकारी सम्बन्धी ज्ञानको वृद्धि पनि गर्नु पर्यो। त्यसमा जिज्ञासा पनि बढाउनु पर्यो। त्यो जिज्ञासा बढाउनु भयो, ज्ञान बढाउनु भयो भने सक्रियता आफै पनि बढ्छ। त्यसपछि आफ्ना अधिकारहरू पनि स्वाभाविक रूपमा वृद्धि हुँदै जान्छ। यसको लागि पनि यहाँहरूको सक्रिय सहभागिता पनि आवश्यकता छ। यति गर्नुभयो भने पनि हामी सगुनमा भविष्यमा अहिले कम्तीमा 33% होला, भोलि गएर भोलिका दिनहरूमा महिलाहरूको चाहिँ सहभागिता हामी प्रत्येक सञ्चालक समितिमा, समिति उपसमितिहरूमा हामी 50% पनि गर्न हुनसक्छ। उपाध्यक्ष श्री राजकुमार उप्रेतीले महिलाहरूको विगतमा कहाली लाग्दो अवस्था, सङ्घर्ष र हाल सकारात्मक परिवर्तन हुँदै गइरहेको अवस्थाबारे चर्चा गर्नुभएको थियो। सीमित परेको त छैनौँ, तर अगाडि बढ्न पनि हामीसँग केही अवरोध छ भन्ने कुराको बारेमा अलिकति हामीले मस्तिष्क मन्थन चाहिँ गर्नुपर्छ। के कारणले हामी त्यति अगाडि बढ्न सकेनौँ, हुँदाखेरि सहभागिताको लागि सहभागी भएका छैनौँ। आजको दिनलाई कसरी सार्थक बनाउने, साँच्चै महिला अधिकारको प्राप्तिमा गर्ने, समाजमा भएका यो पछौटेपनलाई कसरी यसलाई अगाडि बढाउने, अन्तर्राष्ट्रिय अनुभवहरू के छ, अन्तर्राष्ट्रिय महिलाहरू कसरी अघि बढेका छन्, अन्तर्राष्ट्रियमा पनि अलिक विकसित देशका छन्, त्यो देशका महिलाहरूको अवस्था के छ, कुनै पनि देशमा महिला अगाडि बढेको छ भने त्यहाँ कसरी बढ्न सके त्यसको अध्ययन गर्नुपर्ने कुराहरू, हाम्रो देशमा महिला कसरी अगाडि बढेका छन् त्यसका कुराहरू, हाम्रो इतिहासका कुराहरू है। आदर खालि पूजा गर्नलाई आदर मानिएको जस्तो सरस्वती, लक्ष्मी, भगवती हामी आदर गर्छौँ होइन, तर उनीहरू जस्तै हामी किन बन्न नसक्ने भन्ने कुरालाई अलिक मनन गर्नु पर्यो। अमेरिका जस्तो विकसित राष्ट्रमा पनि महिलाहरूलाई मत दिने अधिकार रहन्छ, समान ज्याला रहन्छ। त्यसको विरुद्धमा 1908मा एउटा कपडा कारखानाका महिला दिदीबहिनीहरू जसलाई कामको कुनै घन्टाको समय नै थिएन, कति लडाइँ झगडामा खर्च हुन्थ्यो, महिलाहरूले शान्ति र हामीलाई रोटी भनेर नारा लगाएर त्यहाँको शासकलाई हटाएर आफूले चुनेका साथीहरू सफल हुनुभयो। त्यो थियो मार्च 8। त्यही मार्च 8ले आज अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ। अलि राम्रो हो भने माइतीले नै माया गर्ने, अलि नराम्रो हो भनेदेखि कतै पनि छैन सहारा। यस्तै सहाराको विरोधमा हामी महिलाहरूको चाहिँ यस्तो चाहिँ अन्याय हामीले थप्नुपर्छ भने हामी बाजे के साथ भनेर एउटा चाहिँ योग माया न्यौपाने जसको चाहिँ पुरुष कष्ट भएको थियो, उहाँले धेरै समाजमा लड्नुभयो, सेकेन्ड म्यारेज गर्नुभयो, तर कहीँ पनि उहाँले त्यो छुट दिन, जहाँ पनि तिरस्कार पाएपछि तिमीहरूको समाजमा किन बाँच्नु, जहाँ महिलाको सम्मान छैन भनेर उहाँले केही महिला लिएर कोसीमा उहाँले चाहिँ आफ्नो चाहिँ उहाँ
त्यो कोसीमा डुबेर मर्नुभयो। त्यो म समाजै हो, त्यो मैले यही चाहेको हो भन्ने ढुङ्गाले उहाँले ठुलो चाहिँ एउटा समाजै तर्साउनुभयो। ओहो महिलाले आफ्नो सन्तानलाई बचाउँछ होइन, सबै कुरा महिलाको काम, महिला नभए घर हुँदैन, महिला नभए खेतीपाती हुँदैन, महिला नभए त्यो घरको व्यवहार चल्दैन, नथा लिङ्ग हुन्छ होइन। अनि भ्रष्टाचार नगरीमा महिलाहरूलाई बोलिन्छ। अब यस्ता महिलाहरूलाई अधिकार दिने काममा चाहिँ धेरै प्रयत्न गरियो। नेपालमा राणा शासनको बेलामा मङ्गला देवी सिंह, त्यस्तै गरेर साराना प्रधान, शैलजा आचार्य लगायत महिलाहरूले त्यो बेलामा विद्रोह कसरी गर्नुभयो भने चुनावै हुँदैन थियो। चुनावमा राणा कामरालाई चाहिँ नगरपालिकाको काठमाडौँको चुनाव हुनुभयो। चुनावमा चाहिँ महिलाले भोटिङ राइट थिएन। उनीहरूले किन हामीलाई भोट नदिने, भोट नपाउने कारण के छ? हामी नागरिक होइनौँ भनेर उहाँले पद्म शमशेर त्यो बेलामा चाहिँ राणा प्रधानमन्त्री थिए, त्यहाँ गएर एकदमसँग चाहिँ उजुर गर्नुभयो, त्यहाँ विद्रोह गर्नुभयो। पद्म शमशेरलामा चाहिँ कानुन थिएन, राणाले बुझ्यो भनेपछि ल मैले भोट दिए भनेपछि एउटा भोटिङ राइट प्राप्त चाहिँ भएको थियो। त्यस कारण उहाँले शासन क्रान्ति मङ्गला देवीहरूले, साना प्रतापहरूले भूमिका खेल्नुभएको छ। महिलाले आफैको त्यो बेलामा महिला घबराउन ननिस्किने अवस्थामा पनि महिलाले हिम्मत गरेर निस्किनु भयो होइन। अब यसले गर्दाखेरि चाहे छायासार आन्दोलन होस्, चाहे कृषक आन्दोलन होस्, महिलाहरूको ठुलो भूमिका छ। यति इतिहासहरू तपाईँले चाहिँ जसको चाहिँ अलिकति स्पष्टीकरण गर्नुपर्छ। कसरी महिलाले न्याय दिलाइयो भन्ने कुरामा आज 33% महिलाको हरेक नीति निर्माण तहमा पुग्ने कुराहरू होइन। त्यस्तै स्थानीय तहमा 40% भन्दा बेसी महिलालाई चुनावको ग्यारेन्टी गरिएको छ। किनभने महिलाहरूलाई चुनावमा प्रमुखको पदै दिँदैन। यस कारण प्रमुख उपप्रमुखमध्ये एउटा पदको ग्यारेन्टी संविधानले गरेको छ। 33% भन्दा 40% हरेक नीति निर्माण तहमा महिलालाई पुर्याउनु पर्छ भन्ने कुराहरू छ। तर त्यो कुरा कार्यान्वयन हुने क्रममा छ। तपाईँको दबाब सिर्जना गर्नुपर्छ। तपाईँले आफ्नो अधिकारका बारेमा सधैँ छलफल गर्नुपर्छ, युनिटी बन्नुपर्छ र अगाडि बढ्नुपर्छ। यसो गर्नु सक्यो भनेदेखि यो नारी दिवस अथवा बनाएको चाहिँ सार्थकता हुन्छ। हामी यो कार्यक्रमको लागि कार्यक्रममा सहभागी भएका छैनौँ। महिलाहरू पछाडि परिनुको कारण समाजको पछौडीपन्था हामीसँग छ। हाम्रो अल्छीपन, हामी अध्ययन नगर्ने, हामी अलिकति डराउने, यो कुराले हामीलाई रोकेको हो कि हुन त हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक ढङ्गले हामी पछाडि पर्नुमा समाजको अत्यन्त पछौटे सोच होइन। महिलाहरू पोथी बासेको भन्ने होइन, महिलाहरूलाई नपत्याउने, यो महिलाले के गर्न सक्छ र भन्ने, अनि हामी पनि लैलैमा लाग्ने साँच्चै होइन। कुनै महिला अघि बढ्यो भने हामी आफै पनि महिलाको रिस गर्ने होइन। अब झल्कुला हामीले चाहिँ प्रश्रय दिँदैनौँ। त्यो अलिअलि हामीले कहाँबाट त्यो सामाजिक सोच चिन्तनले पनि हामीले पारेको छ। यस कारण प्रोत्साहन गर्नुपर्छ भन्ने कुराहरू, सिक्ने कुराहरू, हिम्मत गर्ने कुराहरू। आजको नारा पनि अहिले के दिएको छ भने हाम्रा चाहिँ महिला र बालिकाहरूको लागि चाहिँ सशक्तिकरण, समानता र के भन्छ अधिकार, हाम्रा अधिकारहरू, हाम्रा समानताका कुराहरू, सशक्तिकरण गर्ने कुराहरू नारा दिएको छ। कार्यक्रमको सुरुवातमै महिला सशक्तिकरण सम्बन्धी रोचक भिडियो सामग्री प्रदर्शन गरिएको थियो। International Women's Day was celebrated on March 19, 1911 in Austria, Denmark, Germany and Switzerland. Each year, IWD is marked by a specific theme that addresses current global gender issues. Themes have included calls to action for gender parity, empowerment, and combating violence against women. On International Women's Day, events are held worldwide, including conferences, exhibitions, festivals, and educational activities. Governments, charities, celebrate and raise awareness of women's issues. The day is also marked by rallies and marches advocating for women's rights and equality. IWD is a public holiday in several countries, including Russia, where men traditionally. It is recognized by the United States as the day to highlight women's rights issues worldwide. The UN's support emphasizes the importance of the day as part of the broader fight for human rights and equality. International on March 8th centers around the theme Accelerate Action. संस्थाका कर्मचारीहरू श्री मीना कुमारी श्रेष्ठ तथा सम्झना दाहालले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो। बस नहीं बस न
कार्यक्रममा महिला उपसमिति सदस्य श्री सङ्गीता लामाले स्वागत मन्तव्य। आज हामी 115औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदैछौँ। आज 115औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित यस नारी दिवस कार्यक्रमका संयोजक श्री बालाकुमारी थापा मगरज्यू र सदस्य अनिता कुमारी कर्णले शुभकामना मन्तव्य राख्नु भएको थियो। सगुन साकोस तथा म अनिता कर्णको तर्फबाट सादर नमन व्यक्त गर्न चाहन्छु। नारी 115औं नारी अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण नारीहरू तथा हामीलाई इन्करेज गर्न आउनुभएका सम्पूर्णहरूलाई एकपटक फेरि सनमन व्यक्त गर्न चाहन्छु। हामी नारी भन्ने शब्द धेरै नै गरिमय नै छ, यो अति नै राम्रो पनि छ। हामी नारीलाई सम्मान गर्यो भने, अवसर पायौँ भने। कर्मचारी श्री शोभा न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। अगाडि बढाए पनि सन् 1975बाट मात्रै यसले पूर्णता पाए, सँगसँगै अन्तर्राष्ट्रिय महिला दिवस सुरु भएको हो। अब म यस कार्यक्रमलाई औपचारिक तथा विधिवत रूपमा अगाडि बढाउन अनुमति चाहन्छु। सर्वप्रथम हामी आसन ग्रहणतर्फ अगाडि बढौँ। यस 115औं महिला दिवसको अवसरमा अध्यक्षता ग्रहण गरिदिनुहुन महिला उपसमिति संयोजक श्री बालाकुमारी थापा खड्का मगरज्यूलाई म अध्यक्षताका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै हाम्रा यस संस्थाका अध्यक्ष श्री केशव प्रसाद ढकालज्यू सरलाई पनि आसन गर्दछु। त्यस्तै हाम्रो उपाध्यक्ष राजकुमार उप्रेती सरलाई पनि, त्यस्तै हाम्रो संस्थाको सचिव विनोद कार्की सरलाई पनि आफ्नो आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै हाम्रो पद्मा म्याडम कोषाध्यक्ष म्याडमलाई पनि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसमा हामी लागि पनि रहेछौँ। तर केही घटनाहरू यस्ता त धेरै घट्छन्, तर केही घटनाहरूले मलाई पनि बहुत अप्ठ्यारोमा पार्यो र चिन्तित पार्यो। आजभन्दा 3-4 वर्ष अगाडि भारतको गुजरातमा एकजना परिवारमा 7वटी छोरी र एउटा धामीले भन्यो तिमी त्यो छोरीमध्ये एउटालाई बलि दियो भने निश्चित रूपले छोरा हुन्छ भनेर विप्रेरित भएर त्यो परिवारले आफ्नो छोरीलाई बलि चढाएको सूचना पाउँदाखेरि म धेरै दिनसम्म चाहिँ अप्ठ्यारोमा चिन्तनमा रहेँ कि हामी कतिसम्म तल झरिसकेका छौँ, हाम्रो सोच कहाँ छ। यो सब छँदै आज 3 दिनको घटना हो। नेपालमा पनि एउटा श्रीमानले आफ्नो श्रीमतीलाई हँसियाले पेट चिरेर त्यो भित्र छोरा छ कि छोरी छ हेरौँ हेरौँ भनेर चाहिँ पेट चिरेर मारेको घटना भर्खर पश्चिमतिर घटेको छ। यस्ता किसिमको घटनाहरू त उदाहरण मात्र हुन्, धेरै घटनाहरू घटिरहेका छ। त्यसको लागि हामीले सङ्घर्ष गर्ने, आवाज उठाउनु त बाँकी नै छ, अझ धेरै लडाइँ गर्नुपर्छ। तर एउटा अर्को कुरोले मलाई धेरै चिन्तित बनाएको छ कि सधैँ विश्वभरिमा महिलाको सङ्ख्या दिनदिनै घट्दै गएको छ र यसरी घट्दै गयो भने नगरेर साध्य छैन। म यहाँ यो सगुन साकोस हाम्रो केन्द्र सरकारले, प्रदेश सरकारले, स्थानीय सरकारले उद्यमीहरूलाई ब्याजमा सहुलियत दिएर
धेरै किसिमका ऋणहरू प्रभावित गरेका छ। त्यो सगुन साकोसले पनि त्यस्ता ऋणहरू उपलब्ध गराएको छ र त्यो ऋण लिएर हामीले आफ्नो उद्योगलाई राम्रोसँग सञ्चालन गरेर सफल हुने महिलाहरू पनि हाम्रो बिचमा हुनुहुन्छ। सायद उहाँलाई सगुन साकोसले आज सम्मान गर्दैछ। ती महिलाहरूप्रति पनि म आभार प्रकट गर्न चाहन्छु र 115औं अन्तर्राष्ट्रिय महिला दिवसमा सम्पूर्णलाई पुनः शुभकामना दिँदै आफ्ना दुई शब्द समाप्त गर्छु। धन्यवाद, नमस्कार। शुभकामना नारीहरू नै जननी हुन्। जति नै यो हजारवटा मुख भएको शेष नाकले पनि बयान गर्न नसक्ने नारीको रूप होइन। नारी हरेक रूपमा प्रस्तुत हुन्छन्, एउटा आमाको रूपमा, एउटा श्रीमतीको, एउटा बहिनीको रूपमा। खुसी हुँदा नारी सिँगारेर बस्छिन्, रिस उठ्दाखेरि नारी कालीको रूप ताण्डव नृत्य पनि गर्छन्। हामीले आफ्नो घरमा पनि भएका छौँ होइन। खुसी हुँदा मिठो मिठो खुवाउने गर्छन्, रिस हुँदाखेरि कहिलेकाहीँ ताले लगाएर पनि बाहिर पनि बसिन्छ होइन। त्योभन्दा नारी डोकोमा पनि ठिक हुनुपर्छ र डान्समा पनि ठिक हुनुपर्छ भन्ने हो। आफ्नो क्षमता अभिवृद्धिको रूपमा नारीहरूले र पुरुष सँगसँगै तपाईँको रथको दुई बाङ्रा जस्तै एउटा मात्रै बाङ्राले केही चल्दैन, नारीले मात्रै चलाउने कुरो पनि होइन, पुरुषले मात्रै चलाउने कुरो पनि होइन। दुइटै सँगसँगै रूपमा अघि बढ्यो भने अवश्य पनि आफ्नो वैवाहिक जीवन, आफ्नो समाज र राष्ट्रको लागि आफ्नो नैतिकवान हुँदै अगाडि बढ्न सकिन्छ। र यस कार्यक्रमको सफलताको कामनाको साथै म मनैदेखि जय नारी भन्न चाहन्छु। हस्त नमस्कार। 115औं जब सुरु गर्यो 115औं महिला दिवस मनाउन थालिएको छ। त्यो क्रम सँगसँगै विश्वमा जुन आमूल परिवर्तन आइरहेको छ, महिला हकको लागि समानता, मूल मन्त्र नै समानता हो। महिला र पुरुषमा विभेद नगरिकन हरेक कार्यक्रमदेखि लिएर हरेक सेक्टरमा महिला सबैको समानता बराबर हुनुपर्छ भन्ने मूल मन्त्र नै महिला आन्दोलनको मूल मन्त्र नै त्यही हो। त्यसै अन्तर्गत आज हामी 115औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउन गइरहेका छौँ। म यहीबाटै आज 1,65 करोडको जुन ब्यालेन्स छ हामी त्यसमा पुग्न सकिएको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। जब हाम्रो यो संस्थामा एकजना मात्रै महिला कर्मचारी हुनुहुन्थ्यो, आदरणीय शारदा ढकाल हाम्रो भाउजू हुनुहुन्छ, ज्यादै समय दिन्थ्यो। त्यतिखेर यो बजारमा 5 रुपियाँ र 10 रुपियाँ मात्रै हामी कलेक्सन गर्थ्यौँ। 100 रुपियाँ र 50 रुपियाँ देख्ने अवस्थाहरू थिएन तत्कालीन अवस्थामा। कुनै पसलले पनि 100 रुपियाँ राखेको थियो। मेरो पसल चाहिँ जम्मा 10 रुपियाँमा कोला पाइन्थ्यो। त्यतिखेर 10 रुपियाँ यो घाममा एउटा कोठामा सबै चिज नभएको। अहिले त हामी एकदम अलिक सुविधा सम्पन्न कमाउँदै गएपछि गर्ने हो। त्यस्तो अवस्थामा उहाँहरूले होइन, त्यसपछि सरिता बहिनी आउनुभयो, उहाँको सङ्घर्ष छ। अहिले पनि महिला कर्मचारी साथीहरू हुनुहुन्छ, बडा सङ्घर्षमय जीवन नै छ जस्तो मलाई लाग्छ। महिलाहरूको जीवन कस्तो हुन्छ भने घरमा पनि सबै व्यवहार गर्नुपर्छ, सामाजिक दृष्टिकोणले पनि सबै कामहरू गर्नु सिकाउनुपर्छ। मेलापातका कुराहरू पनि छन्, घर जग्गा जमिन साथबाद यताउता पनि सबै गर्नुपर्छ। अनि मात्रै जागिर गर्नुमा पनि समय मिलाएर जानुपर्ने। हाम्रो नेपाली कल्चरै त्यससँग जोडिएको अवस्थाहरू छ। उहाँहरूले गर्नुभएको महिला दिदीबहिनीहरूले जुन सङ्घर्ष गर्नुभयो, म उहाँलाई यही मञ्चबाट सम्मान व्यक्त गर्न पनि चाहन्छु। आज जब हामीले हाम्रो 3-4 हजार जति मात्रै सेयर सदस्यहरू हाम्रो योजना भयो, महिला उपसमितिसँग पनि हामीले छलफल गऱ्यौँ। अब एउटा कार्यक्रम गरौँ। के कार्यक्रम गरौँ भने 30 कार्यक्रम। जब 30 कार्यक्रममा हामीले सम्पन्न गर्न लाग्यौँ, 30 कार्यक्रम गर्दाखेरि सामान्य सनराइज बोर्डिङ स्कुलको प्राङ्गणबाट हामीले सुरु गरेका हौँ। त्यो पश्चात मात्रै हाम्रो सेयर सदस्य सङ्ख्या रात दुगुना दिन दुगुना भन्छौँ, रात चौगुना जसरी वृद्धि भएको अवस्था हामीलाई सर्वविदित छ। अहिले हामी पुरुष सदस्यहरूभन्दा दोब्बर
महिला सदस्यहरू छन्। पुरुष सदस्यहरूको रकमभन्दा दोब्बर महिला सदस्यहरूको रकम यो संस्थामा छ। पुरुष सदस्यहरूको पैसा चाहिँ चलायमान हुन्छ, यहाँबाट निक्लिने जाने आजको भोलि हुने। महिला सदस्यहरूको पैसा चाहिँ रहिरहने अवस्थाहरू हुन्छ यो संस्थामा, धेरै कम चलायमान हुने अवस्थाहरू हामीले देखेका छौँ। र आजको समूह सहकारीमा जो महिलाहरू हाम्रो विभिन्न उपसमितिमा समितिमा महिला साथीहरू हुनुहुन्थ्यो, महिला दिदीबहिनीहरू हुनुहुन्थ्यो, उहाँहरूको अपूर्णीय योगदान छ। महिलाहरूद्वारा सञ्चालित हरेक क्षेत्रका संस्थाहरू पनि नवलपुरमा पनि छन्। नन्देश्वर महिला बचत समूह भन्ने एउटा संस्थै छ, राम्रो छ। हामी प्रोभिसन ब्रान्डमा पनि गएको छौँ, उहाँहरूसँग पनि राम्रो कुराहरू। संयोजक यस कार्यक्रमको अध्यक्ष हुनुहुन्छ बालाकुमारी खड्काज्यू, त्यसै गरी सगुन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षज्यू, त्यसै गरी सचिवज्यू, कोषाध्यक्ष, त्यसै गरेर सदस्यज्यूहरू, त्यसै गरेर महिला उपसमितिको सदस्यज्यूहरू, युवा समितिज्यूहरू, लेखा समिति महान पर्वमा उपस्थित हुनुहुने मेरा अग्रज महिला दिदीबहिनी सम्पूर्णमा म सगुन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकको तर्फबाट म न्यानो अभिवादन र सहकारीको अभिवादन टक्राउन चाहन्छु। जय सहकारी। अन्तर्राष्ट्रिय महिला दिवस र अन्तर्राष्ट्रिय भन्दा भन्दै हाम्रो नेपालमा पनि मनाउनु लागेको छ। जुन हाम्रो यतिको अधिकार प्राप्त गर्नु चाहिँ म अघिल्लो जुन योभन्दा हाम्रो महिला अगाडिको महिलाहरूले चाहिँ धेरै सङ्घर्ष गरेर यतिसम्म अधिकार चाहिँ हाम्रो अग्रज र उहाँहरूको दुःख सम्झेर हामीले अहिले दुःख त्यत्रो दुःख गरेको छैन। महिलाको हकको लागि उहाँहरूले ज्यान अर्पण गरेर चाहिँ अधिकार ल्याउनु भएको छ। र आउँदै गरेको दिनमा हामीले एउटा नारी, एउटा महिला, म महिला हो, मैले सबै अधिकार प्राप्त हुनुपर्छ भन्ने साथसाथमा अरूको पनि अधिकारमा हनन हुने हो कि भन्ने चाहिँ हामीले सोच्नुपर्छ र हाम्रो अधिकारमा लडिरहनुपर्छ, हाम्रो अधिकार खोज्नुपर्छ। खोज्ने क्रममा हामी महिलाहरू, उद्यमी महिलाहरू आन्दोलनले अहिले सम्मान चाहिँ यस सगुनबाट चाहिँ सम्मान गर्ने अवस्थामा मलाई याद आउँछ यो सम्मानको कार्यक्रम। 2071 सालमा मैले पनि त्रिपुरेश्वरको अध्यक्ष किसानबाट चाहिँ मैले सम्मान पाएको छु। सम्मान पाइसकेपछि यो फरक म आफैले महसुस लागेको छ। उहाँहरू अझै हुन्छ, मलाई आशा पनि छ सम्मान पाइसकेपछि भन्ने चाहिँ दिनरातमा चाहिँ सोच मेरो उद्योग आफूले गरिरहेको व्यवसाय के छ अझै बढाउनु होला भन्ने चाहिँ मलाई लाग्छ। र एउटा नगरपालिकाको उपप्रमुखको हैसियतले अब हाम्रो महिला दिदीबहिनीहरूलाई गर्नु चाहने मैले गर्नु सहयोग नगरपालिकाबाट उहाँहरूलाई उद्यमी बन्नुको लागि, अझै फराकिलो व्यवसाय गर्नुको लागि मैले हरियो नगरपालिकाबाट गर्नुपर्ने सहयोग म आउँदै दिनमा मिलेसम्म भएसम्म म गरौँला। आफ्नै पौर खान्छन्, आफ्नै सिपमा बाँच्छन्, दुःख कष्ट सहेर सृष्टिले गान्छन्। असल महान व्यक्तिहरू यिनैले जन्माउँछन्, ज्ञान गुण बुद्धिहरू यिनैले सिकाउँछन्। तर पनि अँधेरीमा जीवन बिताउँछन्। तर पनि अँधेरीमा जीवन बिताउँछन्। आमा दिदी बहिनीको कति बन्छ दासी भन्ने चोखो साथै प्यासी भनेर। आमा दिदी बहिनीको कति बन्छ दासी भन्ने चोखो साथै प्यासी भनेर।
दिदी बहिनी हो कति वर्ष दासी गर्ने सुनको सधैँ क्यासी भनेर Fula